जंगलको बाटो 3-3 जना रहेछ। हामीले यो पाएको 5 दिनको बिदाको सदुपयोग गर्नको लागि एक दिन चाहिँ यही नजिकै रहेको युदलसान भन्ने पहाडमा गएर घुम्ने प्लान गर्यौं र घुम्ने क्रममा खिचिएका केही क्लिपहरू यहाँ राख्न गइरहेका छौं। हुन त हाम्रो कम्पनीमा 29 जना नेपालीहरू छन्, तर हामी 13 जना साथीहरू मात्रै भएर घुम्न गएको थियौं र खासमै भिडियोहरू चाहिँ यसरी खिचेर राख्छु भन्ने सोचमा थिएन। हामी आफ्नै पाराले रमाइलो गर्दै घुम्दै थिए र बहिनीहरूले चाहिँ एक दुईटा क्लिप गर्दै खिचेका केही भिडियोहरू रहेछन्। त्यही भिडियोलाई चाहिँ यहाँ केही भिडियो चाहिँ क्लिपहरू राखिएको छु, हेर्नु होला है हाम्रो रमाइलोलाई। जंगलको बाटो 3-3 जना रहेछ। मलाई चाहिँ खासमा बाहिर निस्किन अल्छी लाग्छ। निस्किसकेपछि चाहिँ एकदमै रमाइलो गरी हिँड्न मन पर्छ। जो हामी चाहिँ भाइ बहिनीहरू सबै रमाइलो नै थियो, ठाउँ पनि रमाइलो र हामी एकअर्कामा पनि विभिन्न रमाइलो कुरा गर्दै एकअर्कामा जिस्किँदै अगाडि बढ्यौं, घुम्यौं। रोड गल्लीमा अरू मान्छे पनि नदेख्ने र हामी मात्रै यसरी ग्रुपमा मजाले हिँड्दाखेरि चाहिँ नेपालमा हिँडेको जस्तो अनुभव पनि भइरहेको थियो। फोटो भिडियोहरू चाहिँ क्लिप भन्दा पनि हामी जहाँ भेट्छौँ अथवा जसको खिच्न मन लागेको छ खिच्दै हिँडिरहेको थियो। कहिले कसको हातमा कहिले कसको हातमा मोबाइल हुन्थ्यो। यो चाहिँ युदलसानको खोङवानमा हामीले ग्रुपिङ फोटो पनि लियौँ र ठाउँ ठाउँमा ग्रुपिङ फोटो पनि लिए। घुम्दा चाहिँ कोही कता अनि कोही कता भयौँ है। कोही कता एक छेउतिर कोही अर्को छेउतिर छरपस्ट भनौँ न, यसरी पनि भयो। जस रमाइलो भयो एकअर्कामा हैन, बोल्दै कफीलाई हैन जिस्किँदै एकदमै हुन्छ नि तपाईको बगैँचाहरू हैन, फुलहरू त्यो त्यहाँबाट देखिने तपाईको परको दृश्य यस्तो सुन्दर देखिन्थ्यो है। जस मौसम पनि राम्रो भएछ त्यही दिन। फेरि भोलिपल्टदेखि पानी पर्यो, एक दिन अगाडि पनि पानी परेको थियो। जस एकदमै मौसम पनि रमाइलो थियो। हामी चाहिँ एकअर्कामा कोही कता भए पनि आफ्नो अगाडि जे जति देखिन्छ कुराहरू हेर्दै साथीहरू खोज्दै गर्दै चाहिँ हामी अगाडि बढ्यौँ। साथीहरू कोही कता भए पनि म चाहिँ झुन्डिएको फुल देखेर के अरे बत्ती देखेर चाहिँ त्यहाँ गुम्बा रहेछ भनेर त्यतैतिर लागे। तर त्यहाँ चाहिँ भित्र फोटो खिच्न नपाएकोले बाहिरबाट फोटोहरू खिचेँ र पहिलोपटक कोरियामा आएर गुम्बामा गएको र पहिलोचोटि चाहिँ तपाईँको दर्शन गर्न पाएकोले खुसी लाग्यो गुम्बामा। र भाषा त राम्रो छैन भए पनि म त्यहाँ बोल्ने कोसिस गरेँ एकछिन। जस भोलि बुद्ध जयन्तीको कार्यक्रम छ, जो कारण भोलि आऊ रमाइलो हुन्छ भनेर भन्यो र तर पानी परेको हुनाले भोलिपल्ट चाहिँ म त्यहाँ गइनँ। गुम्बापछि फेरि अरू छुटेको साथीहरू भेटे क्रममा हामी चाहिँ सर्टकट बाटो खोजेर माथि लागौँ भनेर जङ्गलतिर छिर्यौँ। तर मान्छे हिँड्ने बाटो त बनाएकै हुन्छ, तर हामी चाहिँ सिधा अलिकति पुग्ला कि जस्तो अनुमान गरेर अगाडि बढेको थियौँ। तर त्यहाँ चाहिँ तपाईँको ठ्याक्कै हिँड्ने बाटो नभएर ब्लक रहेछ भन्नाले हिँड्न अलि नसक्ने अवस्था रहेछन्। हामी फेरि फर्क्यौँ तलतिर। धेरै उता पनि जानु पर्दैन। आमा 3-3 जना रहेछ नि, खत्तमै भयो जङ्गलको बाटो। भिडियो त बनाउनु नहुने भयो त बहिनीहरू, भिडियो बनाउनै नहुने भयो त। जङ्गलको बाटो 3-3 जना रहेछ। म त भिडियो हाल्नु पर्छ भनेको त के बुझाइदिनु त। तर म चाहिँ जसलाई पनि जिस्काइरहन्छ क्या है, के भन्दा हुन्छ होइन। साथीहरूले जिस्काइरहन्छु, भाइ बहिनीहरूले जिस्काइरहन्छ होइन, सबैजनालाई। जस तपाईँको दिन समय हिँडाइ केही थाहा हुन्न कि हामी जिस्किँदै हिँड्दै गऱ्यो भने होइन अलिकति अप्ठ्यारो टेन्सन भन्ने कुराहरू पनि हराउँछ। हामीले त्यस्तो खासै दृश्यहरूको फोटोहरू चाहिँ खिचेर त्यति खिच्नेतिर लागेनौँ। हामी चाहिँ यतिकै कता कसले क्यामेरा कता तिर्साएर के खिचिरहेछ त्यो त्यस्तै पाराले मात्रै खिच्यौँ क्या हामी चाहिँ होइन। एउटा हुन्छ नि भिडियोमा सबै कुरा देखाउँ त्यस्तो पाराले चाहिँ खिचेको थिएनौँ। तर यो टपमा पुगेपछि चाहिँ मकफुलको चारैतिर देखिँदो रहेछ है। राति पनि मजाको देख्न चाहिँ यो डाँडामा। यो सबैभन्दा अग्लो ठाउँमा चाहिँ म यो पहिलोपटक हो। नजिक भएर पनि तपाईँको म चाहिँ खासै घुम्न आएको थिएन। यहाँ तपाईँको जस हामी चाहिँ समुद्र छेउमा छौँ, समुद्रहरू पनि छन्, सायद पहाड यस्तै पहाडहरू होलान् होइन। यस यहाँ चाहिँ प्रख्यात छ। राति यो पुल त पुरै झिलिङ देख्छ नि है। यो भन्दा अर्को लामो पुल छ होइन,
यो भन्दा लामो त्यो हो र टेबल जोडिएको पुल त्यो हो र त्यो हो टेबलको अनि हामीले ग्रुपिङमा एउटा कमेडी खालको एउटा टिकटक बनाऊँ न त भनेर लागेको तर गीत थाहा भयो खिच्ने मान्छेले पनि थाहा भयो तर हामी जो टिकटक बनाउने साथीहरूले चाहिँ थाहा नभएपछि हामी यसरी नै रह्यौँ र यसमा जुन हामीले सोचेर जुन ग्रुपिङ भिडियो बनाउन खोजेको थियो टिकटक त्यो नभएपछि लास्टमा तीनवटा यसरी नै हामीले बनायौँ यसरी नै रमाइलो गर्दै एकअर्कामा जिस्किँदै हामी फोटो भिडियोहरू खिच्दै फेरि अगाडि बढ्यौँ र टपमा पुग्यौँ टपमा पुगेपछि फेरि एकअर्कामा फोटो खिच्ने भिडियो खिच्ने होइन रमाइलो गर्दै यहाँ चाहिँ अरू मान्छेहरू पनि थियो किनभने टपमा चाहिँ आउने जाने मान्छेहरू भइरहन्छ र हामी पनि त्यहाँ पुगेर हामी 10 मिनट जति बस्यौँ त्यहाँबाट दृश्यहरू हेऱ्यौँ एकअर्कामा फोटो खिच्यौँ है सबैभन्दा टप चाहिँ यहाँको यो ठाउँ रहेछ ल हेर त यो त 60 के भन्छ रे यो मकको होइन त ल मकको त कहाँ थाहा भयो त यो त्यो भन्दै जुम गरेर देखाउनु हुन्छ जाने र हामी चाहिँ त्यहाँ टपमा पुगेपछि एकतिरबाट आएर एकतिर फर्क्यौँ है किनभने घुम्नु छ नि हामीलाई सबै होइन त्यो भएर हामी चाहिँ टपमा पुगेर अनि फर्क्यौँ र सबैलाई प्यास पनि लागेको भोक पनि लागेको खुट्टा पनि दुखेको अवस्थामा थियौँ हामी यहाँ सकाएर स्काई वाकतिर जाने कुरा पनि थियो तर कोही जाने कोही नजाने भन्यो र भोक पनि लागेको हुनाले चाहिँ हामी सबैजना अब रुमतिर लाग्नेमा सबै एक भयौँ र अनि हामी अगाडि बढ्यौँ यता हेर्नु दाइहरू मेरो त खिच्नु पर्दैन मेरो राम्रो सक्दिनँ अन्ततः हामी घुमेर लास्ट फेदमा आइपुग्यौँ र फेदमा पनि हाम्रो जिस्काई रमाइलो हाम्रो त्यस्तै नै थियो नै र हामी सबैलाई भोक लागेको हुनाले चाहिँ सँगै रेस्टुरेन्ट बाहिर गएर खाऊँ भन्नेमा थियो तर कोही के खाने भन्ने कुरा भइसकेको र बाहिर रेस्टुरेन्टमा त्यस्तो हल्ला पनि गर्न नपाउने हुनाले चाहिँ लास्टमा हामी चिकन लगायतका खानेकुरा रुममा लगेर खानेकुरा भयौँ र यो भिडियो 2 दिनपछि पोस्ट गर्दैछु हाम्रो दिन आजको रमाइलो गरी बितेको छ भिडियो कस्तो लाग्यो हामीलाई खासै भिडियो बनाउन नआए पनि बनाए है त